बच्चा नभएको भए त मलाई बाँचेर केही कामै थिएन, म मर्जिन्थेँ। एउटा छोरी मान्छे बच्चा भइसक्यो, बस्न कहाँ दिन्छ, कुनै ठाउँ दिन्न। भएको मन त एउटा लेडिज मान्छे, 5-5वटा केटाकेटी भएको मान्छे मलाई यस्तो गरी घरबाट निकाल्यो भने, भएको पनि छोरी छ, त्यत्रो मान्छेले मलाई निकाल्नु भयो। पुलिस प्रशासनसँग आएँ, दार्चुलाको, मेरो कुरै सुन्नु भएन। त्यत्रो गर्दा पनि अहिले यो देशमा महिला प्रधानमन्त्री हुनुहुन्छ, तर यी यस्ता पीडित महिलाहरूको आँसु पुछ्ने कोही पनि छैन। यो देशकै अभिभावकको रूपमा महिला प्रधानमन्त्री हुँदा पनि यस्ता महिलाहरू अझै पीडामा छन्। यो एउटा देखिएको प्रतिनिधि पात्र मात्रै शर्मिला शाही हुन्। यस्ता लाखौं महिला दिदीबहिनीहरू अहिले पनि पीडा खेप्न र पीडा सहन बाध्य छन्। शर्मिला शाही आज यतिसम्म हिक्मत र आँट गरेर म सडकमा सङ्घर्ष गर्न जान्छु भनेर उत्रिनु भएको छ। हेर्नुहोस् त यो पीडा, यो अनुहार हेर्दा झल्किन्छ। यति बेला हामी बाँकेको नेपालगञ्जमा रहेको नेपाल संवाद क्लबमा छौँ। हाम्रो यस नेपाल संवाद क्लबमा यो दोस्रो बहस रहेको छ। आज भने निकै एउटा चाहिँ संवेदनशील विषय जो महिलाको विषय रहेको छ। हामीसँग दार्चुलाबाट निकै लामो यात्रा गरेर शर्मिला शाही हामीलाई यो नेपाल संवाद क्लबलाई सम्झिँदै नेपालगञ्जसम्म पुग्नु भएको छ। कतिपयले शर्मिला शाहीलाई चिन्नु पनि हुन्छ। उहाँ न्यायका निम्ति कहिले सर्वोच्च अदालतको गेटमै ढल्नुभयो भने कहिले न्यायका लागि माइती घरमा समेत धेरै समयसम्म अनसनमा बसिसक्नु भएको एउटा चेली हुनुहुन्छ। अझै पनि उहाँ पीडा र अन्यायमा हुनुहुन्छ। उहाँलाई जसले प्रेम सम्बन्धमा जसले चाहिँ बाँध्यो, ती व्यक्ति नेपाल प्रहरीको सिपाहीमा कार्यरत थिए भने ती व्यक्तिले विभिन्न प्रलोभन र परपञ्च रचेर शर्मिला शाहीलाई आफ्नो माया जालमा फसाए र उनी शर्मिला शाहीसँग धेरै लामो समयसम्म रिलेसनसिपमा समेत बसे। अहिले ती व्यक्तिको बच्चा 7 महिनाको बच्चा अहिले शर्मिला शाहीको पेटमा हुर्किँदैछ। डाक्टरले समेत समय दिइसकेको अवस्था छ। जुन शर्मिला शाहीले आफ्नो मायाको चिनो अहिले पनि आफूले संरक्षण गरेर राखिराख्नु भएको छ। विस्तृतमा शर्मिला शाहीले भोगेका पीडा र उहाँले खेपेका अन्यायहरू आफै बयान गर्नुहुनेछ। हामी उहाँले भोगेका पीडाहरू यति बेला बयान गरिसक्ने अवस्थामा छैनौँ। हामी शर्मिला शाहीलाई बोलाउँछौँ। नमस्ते, मेरो नाम शर्मिला शाही। म दार्चुला नौगाड सुण्डमुण्ड 2बाट। घरमा कहिले केही भन्ने गर्नुभयो। सासू ससुराहरू सबै हुनुहुन्थ्यो। यति धेरै तनाव दिनुभयो कि गएर मर भन्नेसम्म गर्नुभयो। अहिले पनि उहाँहरूले यति धेरै दबाब दिनुहुन्छ नि, मान्छे लगाउने, अनि त्यहाँको गाउँको छिमेकीहरू पनि लगाउने गर्नुहुन्छ। मरे नि मर, गए नि जा भन्नुहुन्छ। यस्तो अवस्थाको मान्छे कहाँ जाने? रोडमा गएर बस्न बाहेक अरू केही विकल्प छैन। त्यहाँ महिला सेलमा छलफल गरायौँ। त्यहाँ 2 दिनसम्म महिला सेलमा पनि छलफल गराउँदा त्यहाँको पुलिसहरूले पनि उहाँकै सपोर्ट गर्नुभयो मेरो भन्दा। अनि जाऊ कि तिम्रो प्रमाण के छ के भन्ने, त्यत्रो बच्चा हुँदा पनि प्रमाण खोज्ने, पुलिसले प्रमाण खोज्दै जाँदा हामी के मर्ने रोडमा आएर? त्यत्रो प्रमाण छ, त्यत्रो भिडियो छ, फुटाहरू त्यत्रो छ। यति लिँदा पनि उहाँहरूले मलाई प्रमाण ल्या भन्नुभयो। त्यहाँको सङ्घ संस्थाहरूलाई गुहारे कोही आउनु भएन। यति धेरै सपोर्ट नगरे भए त बच्चा नै हुन्थेन। पहिला चाहिँ राम्रै व्यवहार गर्नुभयो, सँगै बस्छु, म तँलाई जे भने त्यही गरिदिन्छु भन्नुभयो, आश्वासन देखाउनु भयो, लगेर सबै कुरा राखिदिनु भयो, कोठामा पनि राख्नुभयो।
अब त अति भइसक्यो कि मर्ने बच्चा चाहिँ नभएको भए म चाहिँ बाजेर केही कामै थिएन। बच्चा चाहिँ छ, कहाँ लगेर जाने, के खुवाउने के, छोरी मान्छेले कहाँ जाने ठाउँ छ के, त्यत्रो मुद्दा मामला गरेँ म सुर्खेतको डिसिसनलाई कति जाने, मैले जाने ठाउँ छैन। म कहाँ रोडमा बाइक हुन्छ जाने ठाउँ छ छोरी मान्छेको। एउटा छोरी मान्छे बच्चा भइसक्यो, बस्न कहाँ दिन्छ, कुनै ठाउँ दिन्न। बच्चा नभएको भए त मलाई बाजेर केही कामै थिएन, म मर्दिन्थेँ। कहाँ जाने ठाउँै छैन। माइतीमा जाऊँ भने हुनुहुन्न, मम्मी हुनुहुन्छ, मम्मीले आफैलाई गाह्रो छ। कहाँ जाने ठाउँ नै छैन, कहाँ जाने। म अब कि मर्ने कि रोडमा गएर बस्ने बाहेक अरू केही उपाय छैन। अरूले हामीले आफ्नो पनि छोरी छ, त्यत्रो छोरी हुँदा पनि म पनि त एउटा कसै घरको छोरी हो नि त। त्यत्रो गरेँ। मिना भन्ने त्यो पुलिस हुनुहुन्छ, उहाँले चाहिँ त्यो केटीलाई चाहिँ ललिता कार्की, उहाँलाई चाहिँ भगाउने सपोर्ट गर्ने उहाँ हुनुहुन्छ। त्यत्रो आफू पनि छोरी मान्छे हो, त्यति सपोर्ट मलाई त्यत्रो कुरा सपोर्ट गर्नु भएन कि। मैले त्यति दिदी भनेर कति सम्मान गरेर अहिले पनि फोन गर्छु, उहाँले नम्बर ब्लास्ट राख्नु भएको छ। अनि तपाईँ दार्जिलिङ जानुभयो भने अब यस्तो तपाईँको अप्ठ्यारो छ, एउटा हुन्छ त्यस्तो गर्भवती त्यस्तो बोकेर जाँदाखेरि के भयो भने त्यस्तो पनि त्यहाँ व्यथा बुझेनन् महिलाहरूले। त्यहाँको महिलाहरू झन् उल्टै मसँगै दुईजना, अरूले त बोल्नु भएन, दुईजना मेरो बुढाको आमा र एउटा त्यही गायत्री भन्ने हुनुहुन्छ, दल्लेकमा पसल गर्नुहुन्छ, उहाँले राजनीति पनि गर्नुहुन्छ। उहाँ दुईटी लाएर अशब्द बोल्नुभयो, कसको बच्चा बोकेर हिँड्ने भन्नुभयो, तिनको छोराको बच्चा नभएको हिँड्नु जान्थ्यो त्यहाँ। म सिङ्गल भएको भए त त्यहीँ जानै परेन जान्छुलाई त्यति टाढा। दोस्रो पटक नै, दोस्रो पटक। पहिलोपटक जाँदाखेरि तपाईँकै बुहारी हो भने त सबलाई थाहा थियो होला त? थाहा थियो, त्यहाँ आउनु भएको थियो, सबैजना आउनुभयो। त्यत्रो कानुन त्यत्रो गर्दा नि मुद्दा दर्ता गरेँ, त्यत्रो पुलिसलाई भन्दा पनि अहिलेसम्म सामान्य भएको छैन। मैले मुक्सिरको महिना दर्ता गरेको मुद्दा मुक्सिरबाट पुलिसले पनि खोज्नु भएन। पुलिसको पनि सर्वोच्चमा कार्यरत भएको त ऊ त कानुनको मान्छे हो नि त। बाहिर पब्लिक हामी जस्तो पब्लिक भए पो सामान्य गाह्रो हुन्छ, कमसेकम पुलिसको मान्छेलाई सामान्नै नसक्ने भन्ने त हुँदै हुन्न। त्यत्रो गर्दा नि उहाँहरूले कहाँ के गर्नुहुन्छ, कहीँ पक्राउपट्टि जारी केही गर्नु भएन। एउटै ठाउँ सर्वोच्च बाहेक अन्त पत्रकार पनि पठाउनु भएन। आज विशेष गरी यो क्लबले पत्रकार साथीहरू जो समाचार सङ्कलन गर्न आउनु भएको छ उहाँहरूलाई भत्ताको व्यवस्था गर्नुपर्ने हो, तर हामीले सकिरहेका छैनौँ। तर उहाँहरूले यो शर्मिला शाहीको पीडा देखिसकेपछि हामी केही सहयोग गर्छौँ भन्नुभएको छ। हाम्रो हिमांशु शाहीले 500 दिनुभएको छ। त्यसै गरी हाम्रो दीक्षा बुढा छेत्रीले 1000 रुपियाँ दिनुभएको छ। त्यसै गरी हाम्रो अर्षद भाइले चाहिँ 500 दिनुभएको छ। त्यसै गरी मैले यसमा 1000 रुपियाँ थपेँ र हामीले शर्मिला बहिनीलाई यो पैसा केही पनि होइन, यो पैसाले उहाँको दुःख हामी चाहिँ त्यसै गरी अङ्कित सर, हाम्रो अङ्कित उप्रेती सरले चाहिँ 1000 रुपियाँ दिनुभएको छ। आज यस क्लबका हाम्रा सदस्यहरू सबै हुनुहुन्छ र उहाँहरूले चाहिँ आफ्नो क्षमताले भ्याएसम्म उहाँलाई चाहिँ 4000 रुपियाँ हामी उहाँको बाटो खर्चका लागि चाहिँ सहयोग गर्दैछौँ। काठमाडौँ जानलाई हामी गाडीको पनि व्यवस्था गरेछौँ उहाँको लागि, उहाँको यात्रा सहज होस् र हामी निःशुल्क रूपमा उहाँलाई काठमाडौँ जानेसम्मको हामी चाहिँ खर्च बेहोर्ने हामीले जानकारी गराएका छौँ। यो तपाईँलाई यो बाटो खर्च है, नरुनुहोस् बहिनी, पक्कै पनि तपाईँले चाहिँ न्याय पाउनु नै छ। यो समग्र नेपाली जनता तपाईँ नेपाली जनताले तपाईँलाई चाहिँ साथ दिनुपर्छ र यदि सुशीला कार्कीले यदि सक्षम एउटा चाहिँ
अभिभावकत्व भूमिका निर्वाह गर्नुभएको छ भने सुशीला कार्की पनि शर्मिलाको न्यायका निम्ति बोल्नुपर्छ। यति भन्न चाहन्छु।